सेवारो एभ्रिवान म बिचा सागा आज म के विषयमा तपाईहरुमा कुरा गर्न गइरहेको छु भने पर्सपेक्टिभ विचारधारणा दृष्टिकोण के यो हरेक व्यक्तिमा हुनु कति इम्पोर्टेन्ट छ र यो भयो भने हामीलाई जीवन जिउन कति सहज हुन्छ भन्ने बारेमा चाहिँ मैले जानेको मैले बुझेको कुराहरु चाहिँ यो भिडियो मार्फत प्रस्तुत गर्न गइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ भिडियो हेरिसकेर प्रतिक्रिया दिनु हुन विनम्र अनुरोध गर्दछु। पहिला बुझौँ है म चाहिँ पर्सपेक्टिभ र दृष्टिकोणलाई म कसरी लिन्छु भन्ने कुरा है। मलाई के लाग्छ भने म के कुरा जान्दछु र म के कुरा बुझ्छु भने अरु मार्फत पनि त धेरै कुरा बुझिन्छ। सबै यो जति पनि ज्ञान छ जति पनि नलेज छ सब अहिलेदेखिको देन हो क्या। यो कुरालाई आफूले जानेर आफूले बुझेर आफ्नै विचारहरु चाहिँ प्रस्तुत गर्न सक्नुपर्छ जस्तो लाग्छ हरेक व्यक्तिले यो चाहिँ हुनुपर्छ क्या। जस्तै इक्जाम्पलको लागि लिउँ म मेरो फिलिङ्स है मेरो भावना है मेरो जीवनलाई हेर्ने विचारधारणा कस्तो छ त भन्ने कुराहरुलाई लिएर हो। अनि हरेक व्यक्तिलाई केही कुरा बारेमा सोधियो भने उहाँहरुको आफ्नो त्यसमा राय विचार हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। तर म एकदम कम त्यस्तो व्यक्तिहरु पाउँछु मेरो सराउन्ड सोशल मिडियाको थ्रु चाहिँ म त्यस्तो मान्छेहरु धेरै पाउँछु। म त्यसमा धेरै खुसी छु है। कसैले छ हरेक कुराहरुलाई लिएर आफ्नो विचार व्यक्त गर्छ आफ्नो विचारबाट सोच्छ आफ्नो विचारबाट त्यो कुराहरु प्रस्तुत गर्छ अनि मलाई एकदम मन पर्छ क्या। यो कुराहरु चाहिँ हामीले डेभलप गर्नुपर्छ जस्तो लाग्छ एउटा मान्छे भएको नाताले। अनि म चाहिँ के भन्छु भने जो मान्छे है हरेक कुरा पुगेको छैन खानु लाउनु बस्नु है त्यो मान्छेले यो बारेमा सोच्नै सक्दैन। जस्तै म यो पर्सपेक्टिभ भन्छु नि त आफ्नो पर्सपेक्टिभ हुनुपर्छ विचार हुनुपर्छ। उहाँ यो बारेमा आउनै सक्नुहुन्न क्या। इभन फ्युचरमा उहाँ है धेरै शान्त रुचाउने व्यक्ति जसलाई है फ्रिडम मनपर्छ है जो विचारशील तरिकाको छ भने चाहिँ यो कुरा बुझ्न सक्नुहुन्छ क्या। यस्तो कुराहरु बुझ्नु सक्दैन हर कसैले क्या। अनि म पनि बुझाउन सक्दिन जस्तो लाग्छ क्या। कसै रक्सी नखाई है अल्कोहल नखाई बाँच्न सक्दैन अल्कोहलको एडिक्सन छ स्मोकको लत छ अनि आज काम गर्न नि भरे खानै पुग्दैन रेन्ट छ आफ्नै घर छैन अनि कसैले तिम्रो लागि यो गर्नुपर्छ यो मेरो लागि गर्नुपर्छ खै मेरो लागि गरेको भने प्रेसर छ बिहेको छोराछोरीको धेरै कुराको प्रेसर छ भने यस्तो कुराहरु तपाई बुझ्नै सक्नुहुन्न क्या। इभन म पनि बुझाउन सक्दिन क्या तपाईलाई म कस्तो तरिकाले सोचिरहेको छु तपाईले पनि कस्तो तरिकाले सोच्नुपर्छ भन्ने कुराहरु तपाई त्यो बुझ्नै सक्नुहुन्न। तपाई प्रेसरमा हुनुहुन्छ काममा जानु भएन भने काम गर्ने मालिकले सिलेरी दिएन भने तपाईको गुजारै चल्दैन। तपाई त पीडित दुखी डिप्रेस एन्जाइटीले पीडित व्यक्ति हुनुहुन्छ अनि तपाई यो कुरा बुझ्नै सक्नुहुन्न क्या। मेरो केसमा म कस्तो म एकदम फ्री छु क्या। म सानैदेखि नै फ्री हो। म जे खान्छु म खानु लाउनु पाउँथे हिँड्नु पाउँथे डुल्नु पाउँथे खेल्नु पाउँथे मलाई कसैले पनि दबाब दिएन। अहिले पनि कुनै प्रकारको दबाब छैन मेरो फ्यामिली म कहीँ दबाब भयो भने चित्त बुझ्दैन ओके म भोलिदेखि आउँदिन काम गर्नु भनिदिन्छु अनि म जान्न पनि काम गर्नु पनि क्या। हैन कसैको चित्त बुझ्दैन छोड्दिने क्या। अरु पनि छ भनेर चाहिँ म अगाडि बढिरहेछु। चित्तै बुझ्दैन मनै जानु मन पर्दैन म किन त्यस्तो काम गर्छु एकदम क्लियर स्ट्रेट फरवर्ड मान्छे हो है। अनि त्यही भएर म सोच्छु क्या धेरै कुराहरु म किन यस्तो छु त एकदम स्ट्रेट फरवर्ड ठिक लाग्यो भने ओके ठिक लागेन ओके छैन म गर्दिन भन्ने टाइपको। अनि आफ्नो लाइफलाई हेर्छु म है किन म एउटै कुरालाई 3-4 तरिकाबाट सोच्छु अनि अरु मान्छेहरुमा पनि यसो हेर्छु उनीहरु किन लाइक ह्यापी छैनन् किन उनीहरु स्याड छन् भन्ने कुराहरु पनि म सोच विचार गर्छु क्या। यो टाइम मैले कहाँबाट पाएँ आफ्नै मनको गरेर पाएँ। त्यही भएर म चाहिँ यो भिडियो बनाउँछु क्या। तपाईको पनि आफ्नो सोच विचार इच्छा आकांक्षा चाहना हुनुपर्यो क्या। तपाईमा कुनै कुरालाई गर्ने तपाईमा इच्छै छैन आकांक्षै छैन सोच विचारै छैन भने कसैले तपाईलाई प्रेसराइज गरेर त्यो काम गर्दै राख्नुहुन्छ भने तपाईको मेन्टली फिजिकली इमोसनली ब्रेकडाउन भएर तपाई जुनै टाइम पनि लोनलीनेस
नराम्रो कुराहरूले तपाईँलाई है छिटो प्रोत्साहन गर्छ, तपाईँ नराम्रो कुराहरूमा एट्याच हुनुहुन्छ क्या। त्यही भएर चाहिँ आफूलाई बुझौँ है, हरेक कुराहरू हामीमा छ है, त्यो कुरालाई सोचौँ, विचार गरौँ, आफ्नो धारणाहरू ल्याउँ क्या हरेक कुरामा। तपाईँसँग क्या कसैले कुरा गर्दाखेरि तपाईँको आफ्नै पर्सपेक्टिभ छ भने तपाईँलाई कुरा गर्न कति मनपर्छ क्या। म त कसैसँग कुरा गऱ्यो भने मेरो आफ्नै धारणाहरू व्यक्त भइरहेको हुन्छ, सायद यो भिडियोको मार्फत पनि हुन्छ। रियल लाइफमा तपाईँ मलाई भेट्नु भने म मेरै तरिकाबाट आफ्नो धारणा विचारहरू व्यक्त गर्छु क्या। सो सबैलाई लास्टमा के भन्न चाहन्छु भने तपाईँको आफ्नै विचार हुनुपऱ्यो, तपाईँको आफ्नै धारणा हुनुपऱ्यो क्या। कुन चाहिँले कपी पेस्ट गरेको कुराहरू तपाईँले त्यो पेस्ट गर्नु भएन क्या। त्यही कपी पेस्ट गर्दै हुन्छ नि, मलाई पनि यस्तो यस्तो लाग्छ है, मेरो धारणा यो छ है, म यो तरिका यो कुरालाई यस्तो तरिकाबाट सोच्छु, यस्तो तरिकाबाट लिन्छु है भनेर चाहिँ अगाडि बढ्नुहोस्। अनि त्यही हो, आफूलाई बुझ्नुहोस्, आफूलाई माया गर्नुहोस्, आफ्नो सोच विचार गर्ने शक्ति क्षमतालाई चाहिँ बढाउनुहोस्, विचार गर्नुहोस् है, सही मान्छे हुनुहोस्। लभ यु अल।